एकले हिम्मत गरेर सोध्यो, तपाईँ त हिँडेर हामीभन्दा पहिले कसरी आइपुग्नुभयो? केटीले सामान्य स्वरमा भनिन्, म त एकैछिनमा जता पनि पुग्छु। त्यो सुन्नासाथ सबैको शरीर चिसो भयो। त्यसपछि उसले भनिन्, मलाई अलि अगाडि छोडिदिनुस् न, त्यहाँ कोही मलाई पर्खिरहेको छ। सबै डराएका थिए। एक्लै जान कसैलाई मन थिएन। आपसमा सल्लाह भयो, 2 बाइकमा 2 जना जाने। तर त्यो निर्णय हुन नपाउँदै केटी फेरि हराइन्। होटेलभित्र बाहिर सबैतिर खोजे, तर भेटिएन। होटेलको साउलाई सोद्धा उसले भन्यो, यहाँ त यस्तो कुरा धेरैले सुनाउँछन्। पुरै रातो लुगा लगाएकी एउटी केटी। केही वर्ष अगाडि यही रोडमै एउटी केटीको बिहे हुने दिन ठूलो एक्सिडेन्ट भयो। केटी गम्भीर घाइते थिए। उसको शरीर रगतले लथपतिएको थियो। केटी रगतले लथपतिएकी भए पनि सास फेर्दै थिए। तर उसको हुनेवाला श्रीमानले यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनु।